कोहलपुर नगरपालिकाको 12औं स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमका अध्यक्ष एवं कोहलपुर नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यू, प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रीज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन विभिन्न क्षेत्रबाट आमन्त्रित सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, यस कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई व्यक्तिगत रूपमा र नगरपालिकाको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। यो स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिकाका सन्दर्भमा विभिन्न व्यक्तित्वहरूले धेरै कुराहरू यहाँ गरिसक्नु भएको छ। नगरपालिकाको समृद्धि, सुशासन र यहाँको गुणस्तर र यहाँको विकास निर्माणको गतिलाई अगाडि बढाउनका लागि आम सरकारवालाहरूको हातेमालो, आम सरकारवालाहरूको एउटा सहयोग समर्थन रहिरहने कुरा म यहाँ आग्रह गर्न चाहन्छु र त्यसरी मात्रै नगरपालिकाको समग्र गुणस्तर र समग्र समृद्धि हासिल हुन सक्छ, सुनिश्चित हुन सक्छ। यो कुरामा नेपालको संविधान लगायतका विभिन्न कानुनहरूले पनि त्यो व्यवस्था गरेका छन् र नगरपालिकाको तर्फबाट पछिल्लो अवस्थामा दिगो विकासका लक्ष्य अनुरूप विभिन्न कार्यक्रमहरू गरेर नगरपालिकाको स्तरलाई माथि बाँच्नका लागि भइरहेका प्रयासहरू यहाँहरूले अवगत गरिराख्नु भएको छ र त्यसलाई अझ सुधार गर्नका लागि यहाँका आम नागरिक र जनप्रतिनिधि, समाजसेवी, अभियन्ता विभिन्न पक्षबाट समर्थन र सहयोग हुनुपर्छ भन्ने कुरा म आग्रह गर्न चाहन्छु। यति भन्दै यो कार्यक्रममा आएर यो सहभागिता जनाइदिनु भएकोमा यस कार्यक्रमका प्रमुख अतिथिज्यू लगायत विभिन्न अतिथिज्यूहरू, उपस्थित समग्र महानुभावहरूलाई एकपटक हार्दिक नमन व्यक्त गर्न चाहन्छु, हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। यो कार्यक्रममा पुरस्कृत हुनुहुने, सम्मानित हुनुहुने यहाँहरू सबैलाई हार्दिक बधाई, शुभकामना र सम्मान व्यक्त गर्न चाहन्छु र यस कार्यक्रमका अध्यक्ष एवं कोहलपुर नगरपालिकाका श्रद्धेय नगर प्रमुखज्यूको आदेशअनुसार यो कार्यक्रम यही अन्त्य भएको जानकारी पनि गर्न चाहन्छु, निवेदन गर्दछु। धन्यवाद।